कालो हुन्छ कि यस्तो चाहिँ टक्क यस्तो बवाल हुन्छ कालो कालो चाहिँ अनि त्यही माथि यता छ माथि माथि यस्तो यस्तो गाडी गाडी छ यार बाटो भित्र जुगा छिर्यो भने उता ए के छ हजुर ठिक छ हजुर फेरि गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो न्यू डे न्यू भ्लग र आज चाहिँ देख्न सक्नुहुन्छ पछाडि आज म फेरि गोर्खा आइपुगिसकेँ आउँदाको चाहिँ भिडियो गरेँ नि त्यस्तै परेर अनि अलिअलि सन्चो छैन मलाई ठ्याक्क अलिकति रुवा लाम भएको छ अनि त्यसपछि जुन अनि टन्सिल हुन लागेको छ क्या अनि अस्ति नै कहिले निको भएको जस्तो लाग्थ्यो फेरि उ भइरहेको अनि आज चाहिँ हामी यसो के हुँदैछ भन्नाले आजको वेदर पनि एकदम बिन्दास छ हेर्नु तपाईँहरू एकचोटि सर्र लाएर बिन्दास छ अनि कपाल सपाल काटियो होइन प्यार्थै काटेको जस्तो भइरहेको अब अलिकति अब स्कुल सुरु हुन नि लाग्यो नि त त्यही भएर चाहिँ कपाल नि काटिदिउँ भनेर काटिदिएको अनि अलिक नराम्रो देखियो होला ठिक छ केही छैन राम्रो देखेर नि के गर्ने हेरेर नराम्रो देखेर पनि के गर्ने हामीलाई मतलब छैन त्यसमा हामीलाई त्यसमा हामीलाई मतलब छैन आउँछ कपाल आउँछ जान्छ है त अनि त्यही माथि अनि फेरि म त उठेर नि होइन दाइरामा आएको नि त आउने बेला त किरण चाहिँ आज आउँछ म र शङ्कर दाइ आएको ऊ त उठेर बिहान उठेर नि म त अघि भर उठेको ऊ त उठेर नि लुगा सुगा च्याट्टै लाएर धोइसकेछ भने यस्तो छ मान्छे कति चाँडै उठेर लुगा धुन्छ ओ ऱ्याफर र आज चाहिँ यसो गाउँतिर यसो छरे भन्ने यसो काफल साफल छरे भन्ने सुनेको थिएँ अनि चट्टा लाएर चाहिँ खाना चाहिँ जाने विचार छ क्या हाम्रो साथीहरूसँग यसो जाने साथीभाइहरूसँग चाहिँ साथीभाइ दाइहरूसँग चाहिँ यसो जाने भनेको थियौँ अब हेरौँ के हुन्छ अब फुल भिडियो हेऱ्यो अनि त्यसपछि थाहा पाइहाल्नुहुन्छ अनि तपाईँहरूले अनि देखाउँ भने के देखाउँ होइन उसलाई देखाउने हो मुखै नदेखिन आँखा तिमी म जस्तै अब यही रिस उठ्छ क्या मलाई तिम्रो बानी त मुखै नदेखिन आउँछ म जस्तै अनि भागेर ल एभ्रिवान म खानासाना खान्छु त्यसै भने मुख सुख सबै धोइसकेँ मैले चाहिँ खाना खान्छु अनि त्यसपछि टक्क लाएर अहिले दिउँसोतिर भेट्छु है त ल अहिले चाहिँ हामी टक्क दाजुभाइको अब यसो काफा सफा खाने भनेर आएको माथितिर छ क्या धेरै हेर्नु न त क्या बवाल हुन्छ क्या सर्र लाएर हिँड्नै सकिन्न त यार बाटो त तनास यस्तो नराम्रो छ कि खासै बाटो हिँड्दैन नि त अहिले आजभोलि मान्छेहरू त्यो यस्तो भयो कि त्यही माथि यतातिर हेर्नु नि यस्तो सर्र परेको छ ल लाग्यो हामी त माथितिर जङ्गलतिर गएर त्यहाँ मैले अस्ति देखाएको थिएँ त्यही भएर जानु लाग्यो अब बाँकी छ कि छैन हेरौँ त्यही थाहा हुन्छ चट्टा लाएर दुई मोरी गाउँ क्या मिठो सिन देखिहाल्ला अरे अब के भन्नु अरू त ए होइन यता कि बाटो ल अब हामी मजाले जान्छौँ अगाडि त्यसपछि हामी हेरौँ कति पाउँछ काफल त्यति बेलै थाहा हुन्छ ल सर्र लाएर के गर्नु यस्तो गाडी छ यार बाटो भित्र जुगा छिर्यो भने उता रेन्ज यो के हो मैले अघि त्यो रोडबाट आम भनेर नि त्यो बाटो आयो भने चाहिँ हामीलाई अलिकति सजिलो हुन्छ तर एकदम लङ थियो नि त त्यसरी सेतै लाग्यो त्यसका बाउ या पूजा ल बाटो त पुरै नगरौँ बाटोको बाइक राइड पनि भिडियो आउँछ है अब बिस्तारै
चट्ट लाएर यही घुम्तीमा थियो कि एउटा काफलको बोट हेर्नुहोस् चाक्क लाएर एकछिन ओहो त छैन क्या हो उयो हो छ होला सायद छ कालो कालो छ यो झन् एकजना त्यो आइएन दुईटा बोट छ कालो कालो छ भने यहाँ त झन् ल छिर्नु पऱ्यो यहाँबाट जानु पऱ्यो हेर्नु न यतातिर यहाँबाट लडियो भने जान्छ पल्ट्याङ खान्छ माथि चढ्नु पऱ्यो हामी पहिला यतातिर बेला त यति हिँड्थ्यौँ कि बाफ्रे कुरेनहरू त्यो पनि हो अब माथि चढ्नु पऱ्यो हामी म चाहिँ सर्र लाएर क्यामेरामा हेर्नु कि अगाडि हेर्नु हो काफलको बोटमा त आइयो काफल छ कि छैन भन्नु नमिली ओ यार बब्बाल रहेछ काफल त कालो न कालोवाला छ काफल त ऊ त त्यो बोटमा पनि रहेछ अलिअलि आज ओके छ त यस्तै पाउँछ कि यतातिर त यस्तो भुइँको भुइँको त यति मिठो छ रुखको झन् कति मिठो होला ल हेर्नु त अँ नि ए फेरि काफलको बोट एकदम झुरो हुन्छ क्या त्यो एउटा गाह्रो छ यस्तो यस्तो छिर्नुपर्छ गाइज फाइनली चढियो चढ्नखेरि म त यति मात्रै सक्ने क्या अब त्यहाँ बोटमा छ यस्तो खतरा रहेछ पुरो कक्का हँसियाल्यामा बवाल हुन्थ्यो त यार होइन यसलाई काट्न पाएको बवाल हुन्थ्यो नि माथि आएछ यो त चढ्नै सक्दैन माछा यस्तो कालो कालो छ काफल त यार जुरबेलामा आएको छौँ तर यति धान्नै नसकिन्छ यार बोट पनि अब त्यही माथि झुरो हुन्छ कि यस्तो त फेरि लड्यो भने त गयो त ल है त टिप्नु पऱ्यो अब पहिला काफल कहाँ टिप्ने होला है ल एभ्रिवान काफलको बोटमा त आइयो है राम्रोसँगै चढिराखौँ अब चाट्टा लाएर टिप्दै खानुपर्छ अब यताहरूलाई टिप्दै भन्नाले अब कालो कालो हुन्छ कि यस्तो चाहिँ हेर्नु नि टक्क यस्तो बवाल हुन्छ कालो कालो चाहिँ अनि त्यही माथि यता छ ऊ माथि माथि टुप्पातिर छ अनि यतातिर छ यतातिर छ यतातिर छ यसरी खाने कि हो बब्बाल गाह्रो छ नि हजुर यस्तो गर्ने ल काफल हेर्दै भन्नु तपाईँहरू त्यसो ल हेर्नु यसरी हो काफल टिप्ने यसरी ट्याप ट्याप टिप्ने है कालो कालो टिप्ने क्या रुँदा नि रातो त अब नभए टिप्नै पऱ्यो होइन के अन्त देख्न सक्नुहुन्छ म टिप्दैछु अहिले हाल यति टिपिसक्यो अहिले चाहिँ यसरी हाल्नुपर्छ हामीले ल गाइज अब काफल नि टिप्नु पऱ्यो अब यसरी धान्नु नि पऱ्यो दुलो दुलोबाट देखाउँछु म यस्तै गरेर के भन्नु क्यामेराम्यान हो त्यहाँ देखाएको फेरि ल अहिले काफल साफल खिपेर भएपछि भेट्छु यार म त तपाईँहरूलाई एकमा टिप्न सकिन्छ फेरि एकमा टिपेर के आफैलाई जान्नुहुँदैन यसले गाह्रो छ हजुर काफल नआउनु होला तपाईँहरू पनि फाइनली गाइज अलिअलि टिपियो अलि धेरै नै थियो अनि रुख झोरो हुन्छ नि त त्यही भएर चाहिँ खासै धेरै टिप्न पाएन खुट्टा लगाएर यति छ अहिले चाहिँ यहाँ यति धेरै काफल टिप्यो हामीले त भन्ने दिन कहिले होला है
हे के छ हजुर ठिक छ हजुर यस्तो हुनुपर्छ क्या अब काफल त यतिको चाहिँ हुनै पर्यो नि यो चाहिँ हाम्रो एकदम खाने पटमा पर्छ है सबैहरू पनि आउनु होला खानु होला एकचोटि काफल किनेर खानुभन्दा त उबाट खानुभयोस् 50 रुपियाँ किलो पाउँछ फेरि तपाईँहरूलाई झुट बोल्छ फेरि झट्टा लाएर यति धेरै छ रिग्रेट लगाइरहेको छोडेर जान के गर्नु ठिक छ जानै पर्यो अल्छी लाग्यो फेरि त्यही माथि अब गएर यसो गेम्स हान्नुपर्छ हेर्नु न बाटो यस्तो छ कि एकपल्ट हान्यो भने मोबाइल कहाँ हुन्छ कुनै खान्छ हो यस्तो बाटोमा आएर ल फाइनली गाइस हामीले चाहिँ यति टिप्यो अनि त्यसपछि कति छोडे ल त यहाँ बस यसको चाहिँ मिठो रहन्छ यार थियो बोल्छ थट पिटो भयो त यार उता त्यसको क्या गुल्लो थियो यार सोध्दै हालेर हावातालमा तिमीको भाँदै जाने के घाँस पर्दैन छोड्दै म भाँदै भएको थिइनँ एउटै त नि यो दुईटा बोट को भयो उधार जामे ल यसो खाने राखालहरू चाहिँ मिठो छैन भन्छ क्या यस्तो लामो दुःखहरू अगाडि टिपे ल सक्यो ल खानुलाई बाटोमा यहीँ छ आएर खानु होला ल एभ्रीवान आजको भिडियो कस्तो लाग्यो कमेन्ट एन्ड बिलो एन्ड लेट्स सी हेरौँ भोलिको भ्लग कस्तो हुन्छ आजको भ्लग त्यसै भयो भनेर भन्दिनँ त्यही हो नि त्यसलाई ल यस्तै छ आजको माहौल चाहिँ चट्टालाई आजको वेदर एकदम बेस्ट छ क्या त्यही भएर पनि हो क्या अनि चट्टा लगाएर चाहिँ अब हामी भोलि बाइक राइडिङ गर्न हेरेर जाँदैछौँ हेरेर जाँदैछ रन हो क्या फेरि 100 को स्पिडमा बाटो चाहिँ यस्तै छ बाटो त यस्तो छ नि कस्तो राम्रो छ त यार अब चुना पाउँदैछ है एभ्रीवान त्यसपछि त बाटो भनिहाल्छ 2 दिनको लागि रोलरले यसरी पेला जस्तो गर्छ अनि छोडिदिन्छ अनि वाउ भन्छ ल एभ्रीवान बाई बाई गाइज अहिले पछि भेट्छु म